दर्शक महानुभावहरू नमस्कार। देश विदेशका सबै महत्त्वपूर्ण समाचार दैनिक रूपमा प्रस्तुत गर्ने गर्छौँ। हाम्रो समाचार अपडेट जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रक्रिया छोड्न नभुल्नुहोला, साथै च्यानललाई सब्सक्राइब गर्नुहोला। त्यसैगरी आउनुहोस् आजको मुख्य खबरहरू के छन् त यस बारेमा जानकारी। बीपी राजमार्ग पूर्ण रूपमा यातायात सञ्चालन। काङ्ग्रेस पदाधिकारी बैठक आज पनि बस्दै केन्द्रीय समिति एजेन्डा टुङ्गो लगाउने, यस बारेमा जानकारी। दर्शक महानुभावहरू त्यसै गरी भर्खरै रविलाई लिउन पुगिनु सुशीला कार्की, रविलाई आज गृहमन्त्री नियुक्ति, यस बारेमा जानकारी। त्यसै गरी देशभरबाट मनसुन बाहिरियो, चुनावको केन्द्रीय हुन दलहरूलाई राष्ट्रपतिको आग्रह, यस बारेमा जानकारी। त्यसै गरी जेएनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति। एमाले सचिवालय बैठकमा मागियो केपी ओलीको राजीनामा, यस बारेमा जानकारी। अब समाचार केही मिनटमै प्रस्तुत हुनेछ। तपाईँहरू नयाँ हुनुहुन्छ भने तल रहेको सब्सक्राइब बटन दबाउनुहोला ताकि देश विदेशमा रहेका नयाँ ताजा महत्त्वपूर्ण समाचारहरू दैनिक रूपमा अपडेट आइरहोस्। दर्शक महानुभाव तपाईँहरू कहाँदेखि हुनुहुन्छ, के भन्न चाहनुहुन्छ, तपाईँहरूको मनमा लागेको प्रतिक्रियाहरू तल कमेन्ट बक्समा छोड्न नभुल्नुहोला, साथै भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र च्यानललाई सक्दो सेयर गर्नुहोला। त्यसै गरी आउनुहोस् आजको पहिलो तथा विशेष खबरतर्फ लागौँ। दर्शक महानुभावहरू त्यसै गरी नेपाली काङ्ग्रेसका पदाधिकारी बैठक आज पनि बस्दैछ। बैठक दिउँसो 1 बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय कार्य समितिको बैठकमा एजेन्डा टुङ्गो लगाउनेछ। गत बिहिबारदेखि पार्टी उपसभापति पूर्णबहादुर खड्काले सेना सभापतित्वमा सुरु भएको बैठकमा पदाधिकारी तथा पूर्व पदाधिकारीहरूलाई आफ्ना धारणा राखिएका छन्। त्यसै गरी बैठकमा नेताहरूले पार्टी अधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन र जेएनजी आन्दोलनका प्रभावबारे बहस गरेका छन्। त्यसै गरी नेताहरूले पदाधिकारी बैठकमा आगामी मङ्सिर नियमित महाधिवेशन गर्ने एजेन्डा केन्द्रीय समितिको बैठकमा लैजाने सुझाव दिएका छन्। जेएनजी आन्दोलनका क्रममा घरमै आक्रमण परेर पार्टी सभापति शेरबहादुर देउवा घाइते भएर आराम गरिरहेका पदाधिकारी बैठकमा उपस्थित भएका छैनन्। केन्द्रीय समिति बैठकमा पनि उपस्थित हुने बुझाइएका छन्। त्यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक र संविधानको रक्षाका लागि चुनाव एक मात्र विकल्प भएकाले आउँदो फागुन 21 गतिको लागि तोकिएको पदाधिकारी प्रतिनिधि सभा चुनावको केन्द्रीय हुन दलहरूलाई आग्रह गर्नुभएको छ। त्यसै गरी हिजो शीतल निवासमा प्रधानमन्त्री र मन्त्री परिषदहरूसहित भएको सद्भाव लिएर बैठकमा उहाँले शान्ति सुरक्षाको आवाजमा प्रवक्त गरी निष्पक्ष र भयरहित वातावरण चुनावमा गराउनु पर्ने विश्वास आम नागरिकहरूलाई दिलाउन यस सरकारलाई पनि सुझाव दिनुभएको छ। त्यसै गरी बैठकमा सहभागिता दलहरू नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरू चुनावमा जान सधैँ तयार रहेको बताउँदै अहिलेको सुरक्षा व्यवस्थापनले निष्पक्ष र स्वतन्त्र वातावरणको निर्वाचन हुने विषयमा संसद पैदा भएको बताएका थिए। यो सङ्ख्या र सङ्केत हटाएर निष्पक्ष, स्वस्थ र भयरहित वातावरण चुनावमा सम्पन्न हुने विश्वास दिलाउन सरकारले सक्नुपर्ने उनीहरूको भनाइ थियो। त्यसै गरी बैठकमा सहभागिता प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागितामा चुनाव नहुने विषयमा सरकार प्रष्ट जानकारी रहेको भन्दै स्पष्ट निरक्षर र भयरहित चुनाव गराउन सरकारले शान्ति सुरक्षाको प्रबन्धन गर्ने विश्वास दिलाउनु भयो। त्यसै गरी उहाँले परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न दलहरूलाई आग्रह गर्नुभयो। त्यसै गरी बैठकमा मन्त्रीहरूसँगै नेकपा काङ्ग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेको बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ र सचिवालय ब्रह्मास्त्रपूर्ण र राष्ट्रपति स्वतन्त्र पार्टीबाट कार्यालयका सभापति डिपी अर्याल र सहसभापति मन्त्री विपिन कुमार आचार्य, राष्ट्रपति प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिलन लामा, त्यसै गरी नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनराज भूषाल लगायतका नेताहरू सहभागिता थिए।
दर्शक महानुभावहरू त्यसै गरी यस वर्षको मनसुन शुक्रबारदेखि नेपालको सम्पूर्ण भूभागबाट वायुगमन भएको छ। यस असोज 20 गतेदेखि बाहिरिन सुरु भएको मनसुन निरन्तरता मितिभन्दा 8 दिन ढिला गरी शुक्रबारदेखि देशभरबाट बाहिरेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कार्यालयले जानकारी दिए। त्यसैगरी उनका अनुसार हाल गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम समायता सफा रहनेछ। त्यसैगरी असोज 20 गते नेपालको सुदूरपश्चिम कर्णाली लगायतका लुम्बिनी प्रदेशका पश्चिम भूभागमा आंशिक स्थान र गण्डकी प्रदेशका पश्चिम भूभागका केही स्थानहरूबाट मनसुन बाहिरिन सुरु भएको थियो। त्यसैगरी मनसुनको उपधारा यसपालिको देशका 50 भन्दा बढी जिल्लामा भारी वर्षाको कारण जनजीवन प्रभावित भएको थियो। उक्त मनसुनको विपात पीडित 73 जनाको मृत्यु र 5 जना बेपत्ता भएका विभागका सूचना अधिकारी कार्यालयले जानकारी दिए। त्यसैगरी उनका अनुसार यस वर्ष निर्धारित मिति भन्दा 18 दिन अगाडि गत ज्येष्ठ 15 गतेदेखि मनसुन भित्रिएको थियो। देशभर मनसुन फैलिने 23 दिन लागेको थियो। त्यसैगरी नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ। शुक्रबार बसेको सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाका क्रममा र पार्टी पुनर्गठनको सवालमा धारणा राख्ने 9 जना नेताहरू मध्ये 7 जना नेताहरूले अध्यक्ष ओलीको माग प्रशासन गर्न राजीनामा दिनुपर्ने धारणा राखेका छन्। त्यसैगरी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज गेवाली, अस्टेल साके र विष्णु पौडेल, सुरेन्द्र पाण्डे र रामबहादुर थापाले ओलीको माग प्रशासन गर्नुपर्ने धारणा राखेका हुन्। त्यसैगरी उनीहरूले अहिले नै वा चाँडै महाधिवेशन गरेर ओलीको मार्ग प्रशासन गर्नुपर्ने धारणा राखेका छन्। त्यसैगरी बैठकमा उपाध्यक्ष गुरुङ बराल र महासचिव शङ्कर पोखरेलले भने सङ्कटको बेला मिलेर जानुपर्ने धारणा राखेका छन्। छलफलमा नेताहरूले भदौ 23 र 24 गतिको त्यति ठुलो घटना हुँदा पनि प्रधानमन्त्री र सरकारले कसरी थाहा पाउन सकेन भनेर प्रश्न गरेका थिए। त्यही क्रममा उनीहरूले 2 दिन आन्दोलनको समग्र आत्मसमीक्षा गर्नुपर्ने र पार्टीहरूको रूपान्तरण गर्नुपर्ने नेताहरूको भनाइ थियो। त्यसैगरी एक सचिवालय सदस्यका अनुसार बैठकमा अध्यक्ष ओलीले राजीनामा दिएर माग प्रशासन गर्नुपर्छ भन्ने धारणा राख्ने उपाध्यक्षहरू शङ्कर गेवाली र पाण्डे रहेका थिए भने पौडेलले पुनर्गठनको शब्द प्रयोग गरेका थिए।